ए बाइ द वे Q&A को लागि क्वेसनहरु चाहिँ सोध्दै गर्नु ल म कमेन्टमा पनि पिन गरिदिन्छु हामीलाई के सुन्न मन छ क्वेसनहरु सोध्नु अनि नेक्स्ट भिडियोमा हामी त्यसको आन्सर दिन्छौँ मेरो बारेमा मामाको बारेमा के सोध्नु मन छ सोध्नु अरे मेरो भन्दा ठुलो रास्ता खान्छ यताको मेरो पास जस्तो छ हो दुधहरू खाएर तातो दुध खाएर अनि बिस्तारै खानु हप्ला हप्ला पनि खानु लाग्छ त दुध पनि सो वेलकम ब्याक टु माई न्यू भिडियो साथीहरू आज हामीसँग लोकल खाना सेट छ हामीसँग के छ भन्दाखेरि चिकन छ खाना देखेको छैन र त खाना पनि छ हामीसँग खानाहरू पनि सबै छ खाना नै हो खाना छ साग छ इस्कुसको तरकारी छ प्याजहरू छ खोर्सानी छ इस्कुसको जराको है यो चाहिँ इस्कुस भन्ने हामीसँग के दाल हो यो गाउँतिर हुन्छ नि मस्यामको दाल हो मस्यामको दाल। मस्याम भन्छन् होइन कसैले मस्याम नै भन्छन् प्रायः जस्तो। मस्याङको दाल हो त्यही हो आज हामी कम खाँदै कुरा गर्नेछौँ अब भोक लागिरहेछ खाइदिउँ है सुरुमै प्याज होला त डुङ्गी धेरै आछ नि त प्याज पनि मासु धेरै देखिएको छ होला तर मासु धेरै भात छ है सुरुमै मात्र खाएको छ त यताको मेरो पास जस्तो छ हो दुध धेरै खाएर तातो दुध खाएर अनि बिस्तारै खानु त हप्ला हप्ला पनि खानु लाग्छ त दुध पनि बिस्तारै खानु भन्दैछु त हाम्रो छोरा घाँसको यसको धेरै ठुलो हुने एक पाइटे यसरी खाने मासु मात्रै होइन मासु पछि खानु के भात मात्रै क्या एकचोटि सुँगुरको घाँस कस्तो ठुलो क्या खानु हुँदैन त्यहाँदेखि कतिचोटि आइसकेपछि के भएको मान्छेहरूले नङ काट्नु हुने हुन्थ्यो तर नङ पनि काटेको छ त्यो पनि यसरी चम्चले खान्थेँ म आज भिडियोको लागि भने अब हातले खानु पर्ने भयो नि त अनि मजाले हात सात धोएर नङसङ काटेर आएको नङ त मामु काट्दैन भएको त्यही हो ल कसको धेरै ठुलो है उता हेर्दै खानु ल उता हेर्दै ल कसको धेरै ठुलो गाँस भन्नु है मलाई यसले नि मेरो भन्दा ठुलो तपाईँको भन्दा ठुलो गाँस मै खान्छु भनेको थियो कि अनि त्यही भएर मैले खान्छु भनेको थियो अनि पोख्यो यार पोख्यो उता यार तल यार भनेको नि त हामी सानो साथी पर्दा अरे मेरो भन्दा ठुलो घाँस त खान्छ पक हेर्ने ठुलो खान्छ अरे मासु चाहिँ मिठो रहेछ त्यो सानो त कति किलो हो खोर्सानी त नखानु मुखै खानु र ल राखिदिनु राख्नु त किलो भयो धेरै पिरो खायो त पेट दुख्छ अस्ति मैले पेट दुखेर कस्तो साह्रै भएको थियो खानुपर्छ भन्नु हो अनि खोर्सानी भनेर त्यो भएर राखेको मात्रै अरे प्याज पनि खा साग भात धेरै दिन भयो क्या भिडियोको चक्करमा भिडियो बनाउनु पर्छ भनेर धेरै भात दिए जस्तो छ मैले पनि धेरै भात दिए जस्तो छ अहिलेसम्म के तिमी म त मजाले गम्ती गम 5 ग्लास खायो भने अगाउँछु त अनि गाँसै ठुलो छ त किचिक किचिक गरेर कसले खान्छ त खाएपछि गम गम खाने हो टक्क छोडिदिने हो म त कति कति गरेर खायो भने
मन पर्दैन आउने पाहुनाहरूलाई त म गमी खानु न किन मिठो भएन भन्छु खान्छु त गम खाएर होला ज्यान पनि गम्मै लागेको छ मासु त चट्टो भएछ नि त कसले बनाएको यस्तो चर्को चर्को त छैन तर त ठिक्क चकिलो भएछ मासु चकिलै मिठो हुन्छ नि त त्यत्तिकै खाँदा चाहिँ अर्को पिरो जस्तो भातसँग खाँदा मिठो हुन्छ म चाहिँ भिडियोमा चाहिँ त्यत्तिकै खाँदा पनि यस्तै गरी खाँदैन कसले खाने गम गमी यस्तो हो यसो गर्नु न यसरी सर्किँदै सर्किँदैन म बाँकी सक्यो ए बाल्यो यो अनेको लागि क्वेसनहरू चाहिँ सोध्दै गर्नु ल म कमेन्टमा पनि पिन गरिदिन्छु हामीलाई के सुन्न मन छ क्वेसनहरू सोध्नु अनि नेक्स्ट भिडियोमा हामी त्यसको एन्सर दिनेछौँ मेरो बारेमा मामाको बारेमा के सोध्नु मन छ सोध्नु के सोध्नु मन छ भने भन्नु हामी त्यो अनुसार क्वेसनहरू छानेर हामी भन्नेछौँ न अर्को भिडियोमा होइन त मेरो बारेमा सुन्न मन छ सुन्नु मेरो जे छ सबै अनि मामा बारेमा के जान्न मन छ भने सोध्नु कसले कमेन्टमा चौधरी भनिराख्नु भएको थियो है भन्थ्यो नि हो त चौधरी त होइन है म मगर हो थापा मगर अनि फेरि आमाको चाहिँ फेरि नेवार अनि हजुरआमा नेवार हुन्छ मेरो मावली चाहिँ नेवार हो श्रेष्ठ नेवार फुल मिक्स माग्नु त फुल मिक्सबाट यो तिन पिसबाट यो चेची तँबाट को हुन्छ जो हुन्छ त्यही हुन्छ नि अब भाग्य हुन्छ त्यही हुन्छ चेत्री भयो हुन्थ्यो भने अब भने जस्तो कहाँ हुन्छ र छेत्रीको आज भन्छ कसले त कासै हेर्दै हेर्नु अब छेत्री ल्याएर मलाई माया नगर्ने हुन्छ माया नगर्ने ल्याएर भयो भने त मकै हो भने छेत्री ल्याएर बाहुन ल्याएर अब अरू पनि जात होस् तर माया गर्ने सपोर्ट गर्ने होस् हजुरलाई हेर्ने होस् कमाउने होस् अनि यताउति जाने होस् जिन्दगी होस् अब त्यो राम्रो हो नि आज हुन्छ जात त हेर्दा नै हेर्नु कसैलाई त्यो जमाना पनि गइसक्यो हुन्छ जमाना गएर बालिन जस्तो मान्छे चाहिँ प्रधानमन्त्री हुन मान्छे बालन राम्रो हो नि मान्छे त्यही त नि केपी ओलीको ठाउँमा गएर बालिन हुँदैन नि त उसकै अड्डामा गएर जित्न आइसकेको त मलाई बालन मनपर्छ एकदम राम्रो काम गरेको हामीले जित्छ त्यो भनेको एकदम हुन्छ भने हामी त बालनलाई भोट दिने हो बालिन यहाँ त कसरी दिनुहुन्छ घन्टीमा भनौँ न घन्टीमा भोट दिने हो तर सपोर्ट त बालनको हो नि त त्यो भन्नुहुन्छ तिनीहरू झापा हामी सुन्छ कि आफन्त कोही हुन्छ भने चाहिँ भन्नु घन्टीमा हाल्नु भन्नु झापामा कोही बस्नुहुन्छ भने झापामा थुप्रै हुन्छ अनि गुवाहरू हुन्छ त्यही त भोट दिनु भन्नु बालिन भोट दिनु भन्दैछ उनीहरू त हामीलाई भनेको अस्ति फोन गरेर ठुलो बाले भन्दै हुन्थ्यो यसमा त घन्टी हल्लाउने हो भन्नुभयो क्या फोनमा अनि म त किन घन्टी हल्लाउने भनेर भन्छु त अनि किन घन्टी हल्लाउने र भने क्या अनि तर पो भन्नुभयो त होइन घन्टीमा भोट दिने भनेको हो घन्टी हल्लाउने भने उता तिरोबाट देउरा जेठानीले भन्नुभयो अनि पो थाहा पायो त ए भनेर जेठानी भनेको तेरो ठुली मम्मी ठुलो मम्मी जेठानी हुन्छ मेरो जेठानी हो नि त हो त मैले त जितेँ यो मेरो यस्तो धेरै दुध खाएर माथिको पाक्छ अबदेखि म एकदम चिसो हल्का चिसोहरू चाहिँ खान्छ माथिको यो हुन्छ नि पाक्छ है
ए त्यो दुधले पासेको होइन हिजो मैले बेलुका त दिएको थिएँ नि त के दिएको थियो त के अरे ढुङ्ग्री पुराएर दिएको थिएँ नि त त्यसले होइन हो त्यसले 5-6 झारे मैले पहिला म खान्थेँ नि त मलाई थाहा छ किन दिएको त मैले खान्छु भने दिएँ मैले भन्नुमा खान्छु भनेको चाहिँ अन्डा बनाउँदा तेल दिएको अनि त्यसैले त्यही भन्नु नि त मैले खान्छु भनेको मासु दिएको मलाई मलाई पनि दिएको के भन्नु बिस्तारै बोल्दै खाने आज भोलि हात दुखेर होला धेरै भात खानु सक्दैन आज फेरि यस्तो दुख्यो नि चिसो लाग्यो के बेरेर सुत्नुपर्छ जस्तो छ हातमा हातै यस्तो छरिएको ढुङ्गा हल्लिएको मेरो हातमा ढुङ्गा राखे जस्तो देखेको सपना पनि मैले पेपरमा यस्तो अड्किरहेको थियो चिसोले क्या अनि त हात चाहिँ भित्र हुँदैनस् बाहिरै राख्छस् बाहिर त तन्लाई तान्छ कि ब्ल्याङ्केटले त्यो आउट छ नि मेरो मफलर बेच्नुपर्छ जस्तो सोच्दाखेरि मफलर त होइन कि चिसो भएको थियो क्या हात ढुङ्गा राखे जस्तो थियो उठ्दाखेरि फेरि दिउँसो फेरि के हुँदैन अब दिउँसो हुँदै जान्छ हात मात्रै चल्छ बिहान चाहिँ एकदम गाह्रो हुन्छ क्या अनि त्यही मात्रै हिजो मैले यो हातलाई यस्तो हान्दैछु सुत्दाखेरि जुत्ताहरू म चलाउँदै के यो हात थियो नि त यो हात यसरी हान्दैछु कि झुकेर के गर्दै चाहिँ चलाउँदै अनि यहाँ थियो हात यस्तो भयो कि हात यस्तो आँसु नै आउने डुगा दिएको त पानी खान त्यही हो क्युआरको लागि क्वेसन दिँदै गर्नु म इन्स्टाग्राममा पनि हाल्छु स्टोरी त्यसको लागि पनि इन्स्टाग्राम पनि फलो गर्दै गर्नु त्यहाँ पनि हाल्दै गर्छु म अनि क्वेसनहरू सोध्नु किन सोध्ने भन्नुभएको छ होइन गरेको छैन मैले क्युआर नै अहिलेसम्म मेरो च्यानलमा ए जस्तो 12 भिडियोमा अहिलेसम्म गरेको छैन नि त 112 पुगिसक्यो बा एक फोटो भइसक्यो त भिडियो हालेको त नि ह्याप्पी बर्थडे भन्न आइरहेको थियो अस्ति च्यानलमा जनवरी 21 मा 1 वर्ष पुगेछ नि त च्यानल खोलेको त मैले चाहिँ विश्वास भएको हो च्यानल खोलेको चाहिँ 1 वर्ष भयो अनि एक्टिभ भएको त 3-4 महिना त अनि 5-6 महिना चाहिँ भयो होला बर्थडे हाम्रो सेप्टेम्बर अक्टोबर धेरैमा 7 महिना भयो म त हाल्नु थालेको रेगुलरली हाल्नु थालेर त्यो बर्थडेतिरदेखि त हालेको सेप्टेम्बरदेखि त हाल्नु थालेको हामी एक दुई दिनको ग्यापमा त त्यो नभए त कहाँ हाल्थ्यो त्यसरी हप्तामा एउटा 2 हप्तामा एउटा हालेर सक्नु भनेर नखानु कि धेरै पठाउनु पर्दैन सकाउनै पठाउनु हुन्छ नि त चकाउने प्याकिन्छ फेरि सधैँ बिरालोहरू घरै नखाने अहिले खाने बिस्तारै खाने धेरै गाह्रो हुन्छ फेरि काम गर्न गाह्रो हुन्छ नखानु चाहिँ बिरालो छ त होइन फ्याँक्न मासु त बिगाउनु हुन्छ हो जुस खानु हुन्छ अनि तेरो बर्थडेमै त हो नि अष्टममा ट्राई भएको त होइन होइन बर्थडे नै कलकत्ता गरेर बर्थडेमा होइन बर्थडेमा त पार्टी सार्टी गरेर बेला गरेर साउनमा होला हो म यहाँ आएको थिएँ नि त्यसरी मन्डल विषय गरेर त भनेपछि त जेठतिर हो हुन्छ त किन आएको थियो चाहिँ ओके ए देवालीको लागि हो त्योभन्दा अगाडि नै भएको थियो दिवालीको लागि आएको थिएन त्यो हुन अगाडि भएको थियो त्यो दिवालीमा चाहिँ आएको थियो त यता आउनु त भिडियो पनि छ नि म काठमाडौँ उता जान्छु कि के भनेर त भन्दै थिएछ नि त के भन्छ भनेर नेक्स्ट भिडियो के भन्नु त सिगानीमा के खाँदै गर्ने अब अर्को भिडियोमा चटपटेर चटपटे खानु मिल्दैन हो भने ए अँ साँच्चै नै
बिर्सेछु पो त के बनाउनु त थुक्पा थुक्पा त्यो तपाईँहरू पनि भन्नु के बनाउनु केमा च्यालेन्ज गर्नु आमा छोराको छोराको मात्रै च्यालेन्ज होइन त्यो खाने त्यस्तै खाने होइन के हेर्दा ठिक हुन्छ त्यही यिनीहरूले यो खाएको हेर्न मन छ जस्तो लाग्यो भने भन्नु कमेन्ट गरिदिनु अनि यो पनि भन्नु आमा छोराको कस्तो ठुलो घाँस थियो यसले मलाई भनिराखेको थियो कि म तपाईँको भन्दा म ठुलो घाँस हान्छु भनेर मेरो मुख ठुलो छ म ठुलो घाँस हान्छु भन्थ्यो क्या आउने भिडियोको चक्करमा धेरै भात हाल्नु भयो म त यति धेरै भात हाल्ने थिइनँ धेरै देखियो नि त ठुलो थाल्थ्यो नि त थाहा चाहिँ ठुलो चाहिँ ए यो हो तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला भिडियो राम्रो लाग्यो भने के गर्नुपर्छ हामी भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गर्नुपर्छ लाइक गर्नुपर्छ कमेन्ट गर्नुपर्छ अनि अस्ति नै हिजो नै आयो त कमेन्टहरू के भनेर आमा राम्रो लाग्यो आमा स्विट कति राम्रो आमा भन्ने आइरहेको थियो खुसी हुनुभयो खुसी लाग्यो आमाको लागि हेर्न आएको आमाको लागि सब्सक्राइब गरेको आइरहेको थियो ठिकै छ मामा मन पराएर हुन त खुसी छ जति दिन बस्छु त्यो दिन माउसँगै बनाउँछु भनिरहेको छु त्यही हो यति भन्दै आजको भिडियो सकाउन चाहन्छु बाई बाई बाई